धेरैले प्रश्न गर्नुभएको कुन बङ्गुर पाल्दा राम्रो हुन्छ, धेरै आम्दानी गर्न सकिने, धेरै पैसा कमाउन सकिने र त्यसलाई चाहिँ हुर्काउन एकदम छिटो हुने बङ्गुरको रूपमा कुन बङ्गुर पाल्दा राम्रो हुन्छ भनेर धेरैले प्रश्न गर्नुहुन्छ। ल हेर्नुहोस् है, आज म तपाईँलाई चाहिँ सबभन्दा राम्रो बङ्गुर पाल्ने बङ्गुर तपाईँलाई आज म भन्न गइरहेको छु। बङ्गुरको जात हो ल्यान्ड्रस। ल्यान्ड्रस जातको बङ्गुर तपाईँले कसरी चिन्ने त? अब त्यो बङ्गुरले पाल्दाखेरि चाहिँ धेरै आम्दानी र यो फिडिङमा कष्ट कम हुने, धेरै पाठापाठीहरू जन्माउने गर्छ। र त्यो बङ्गुर कसरी चिन्ने भन्दाखेरि चाहिँ त्यसको अनुहार लामो परेको हुन्छ, शरीरहरू पनि लामो हुने, सेतो आकारको र कानहरू यस्तो लप्केको हुने, तल झरेको हुने हुन्छ र यसले धेरै पाठापाठीहरू जन्माउने गर्छ। र पाठापाठी जन्माउनुको साथसाथै यसको हुर्कने दरहरू, बढ्ने दरहरू एकदम वृद्धि हुन्छ। र यो चाहिँ 6 महिनासम्म यदि पाल्नुभयो भने यसको वेट 115 केजी हुन्छ। बुझ्नुभयो? 115 केजी हुन्छ। मजाले यो जातको बङ्गुर यदि पाल्दाखेरि तपाईँलाई एकदम उत्तम र सरल तरिकाको हुनसक्छ। र तपाईँले यसमा चाहिँ मेन कुरा हो दानाको, फिडिङहरूको कुराहरू चाहिँ धेरै ख्याल गर्नुपर्ने हुन्छ, दिनुपर्ने हुन्छ। र पाठापाठीहरू पनि 10 देखि 15 पाठापाठीहरू जन्माउन सक्छ। र यस्तो राम्रो गुण भएको ल्यान्ड्रस जातको बङ्गुर तपाईँले यदि भेटाउनुहुन्छ र बङ्गुर पाल्दै सोच्नुहुन्छ भने यो जातको बङ्गुर पाल्दाखेरि चाहिँ एकदम राम्रो हुन्छ। र अन्य जातहरू पनि छन्, 6 वटा जातहरू छन्, ती जातहरू भन्दा पनि ल्यान्ड्रस जातको एकदमै राम्रो छ है त। ल, धन्यवाद।